हाई एभ्रिवान। यो भिडियो चाहिँ हामीले आफ्नो एकदम मेमोरीको लागि हैन, अब आफ्नो माइत जाँदाखेरिको भनेर एउटा सानो भ्लग बनाएको छौँ। एकदमै रमाइलो भयो। हामी 4 दिदी बहिनी हौँ। 4 दिदी बहिनीमा चाहिँ साइली दिदी चाहिँ हुनुहुन्न, उहाँ चाहिँ अहिले विदेशमा हुनुहुन्छ। सो हामी 3 दिदी बहिनी चाहिँ आफ्नो माइत जाँदैछौँ 1 वर्षपछि। एकदमै खुसी, कहिले घर पुग्नु जस्तो भएको छ है यो बाटोमा पुग्दा पनि। ओहो हो, पुग्न बित्तिकै मम्मीहरूलाई भेट्न पाउँदा त यति खुसी लाग्यो। हाम्रो घर चाहिँ झापामा हो, यो चाहिँ हाम्रो घर हो ल। अनि हामी चाहिँ सबैजना गएको थियौँ क्या, लाइक हुन्छ नि पुरै घरै भर्ने गरेर गएको थियौँ क्या। नाता नातिनी, दिदीहरू, म, मेरो छोरा छोरी सबैजना गएको थियौँ। अनि यति रमाइलो भयो, यति रमाइलो भयो। यो चाहिँ हाम्रो फर्स्ट डेको हो है। हामी पुग्न बित्तिकै उहाँ चाहिँ हाम्रो काका हुनुहुन्छ। अनि अब गाउँघरको मजै छुट्यो क्या, मजै अर्कै होइन। दिउँसो चाहिँ हामी एकछिन सुतेछौँ। मैले दिउँसो खाना खाएको यताउता भ्लग बनाउँछु भनेको बिर्सेछु कि। अब हामीलाई जहिले डेली भ्लग बनाउँदैनौँ नि त, अनि हामीलाई त्यो फोकस ध्यानै नहुने क्या। अब म यो गर्छु यस्तो गर्दा भ्लग बनाउँछु भन्ने। सो उठिसकेपछि चाहिँ यो चाहिँ हामीले एकछिन टिकटक बनाएको थियौँ दिदी र म। हेर्नु न यहाँ, ए बेबी गुस्सा हो क्या भनेर। अनि रमाइलो भएको थियो दिदी बहिनीहरूसँग टाइम स्पेन्ड गर्न पाउँदा चाहिँ। सो हामीलाई चाहिँ सेलहरू खानु मन थियो होइन। अनि मम्मीले चाहिँ अगाडि नै त्यो चामलको पिठोहरू बनाएर राख्नु भएको रहेछ। अनि यो मेरो चाहिँ माइली दिदी हो, यति मिठो सेल बनाउनु भयो है, यस्तो दामी। अनि यहाँ चाहिँ म गाउँदैछु क्या, रेशम फिरी भन्दै। यति रमाइलो भयो। बुवा मम्मीहरू सबजना आफ्नो घर परिवार अगाडि देख्न पाउँदाखेरि चाहिँ एकदमै खुसी लाग्ने है। अनि दिदी बहिनीहरू यसरी अब 1 वर्षपछि हामी घर गएको नि त। अनि एकदमै रमाइलो भयो क्या। सो हामी चाहिँ दिनभरि अब खाना खाने, सुत्ने, यताउता। यो चाहिँ पुगेको फर्स्ट डे थियो, अनि त्यो भएर एकदमै टायर्ड थियौँ हामी चाहिँ। सो यहाँ चाहिँ दिदीले चाकु बनाउँदै हुनुहुन्थ्यो होइन। यति मिठो चाकु बनाउनु भएको थियो, तर त्यसको मैले भ्लगै बनाउनु बिर्सेछु क्या। अब भने त हामीलाई त्यो होसै हुँदैन क्या, अब बनाउनु पर्छ भनेर। सो हामीले चाहिँ सेल बनायौँ। अनि सेल बनाएर अनि आलुको अचार, चिया खाएको। यस्तो मिठो भएको थियो, यस्तो मिठो भएको थियो होइन। ओ माई गड, हामी त स्वर्गै पुगे जस्तो भयो क्या। हुन नि अब माइती घर गएर खाना पाउँदाखेरि त होइन, कुन चाहिँ चेलीलाई खुसी लाग्दैन होइन, आफ्नो आमा बाउसँग भेट्न पाउँदा। यो चाहिँ मेरो दिदीको जेठो छोरा है, जेठी दिदीको जेठो छोरा हो यो चाहिँ। अनि त्यसपछि यो चाहिँ मेरो माइती दिदी हो, सेल बनाउँदै हुनुहुन्छ। पछाडि चाहिँ हाम्रो करेसा बारीहरू छ होइन। अनि लुगा पनि सुकाइरहेको रहेछौँ हामीले चाहिँ। सो आगोमा पकाउँदाखेरि त झन् यसको टेस्ट चाहिँ यस्तो मिठो भएको थियो गाइज, म के भनौँ है। यो चाहिँ त्यही वाला आलुको अचारको लागि हो है। अनि यस्तो मिठो भएको थियो। त्यो दिन चाहिँ हामीले खानाहरू केही खाएनौँ। हामीले चाहिँ चिया, सेल, अनि त्यसपछि यो आलुको अचार। उहाँ चाहिँ मेरो मम्मी है, मम्मी पनि बसिरहनु भएको छ आगोमा तातो गरेर होइन। अनि मेरो माइली दिदी चाहिँ यस्तो खानेकुराहरू बनाउनुमा पुरा एक्सपर्ट क्या। मलाई त आउँदैन यस्तो सेलरोटीहरू बनाउन। अनि नानीहरूले पनि केक काट्ने त्यो दिन सबैजना भेटेको भनेर अनि यो केक ल्याएर केक कटिङ पनि गर्दैछौँ है। एकदमै रमाइलो भयो। त्यो दिन चाहिँ हामीले खानासाना नखाएर एकदम धेरै कुरा गफ गरेर पेट भऱ्यौँ होइन। अनि एकदमै रमाइलो भयो। अनि आउँदो दिनहरूमा पनि हाम्रो यस्तै मिनी भ्लगहरू आई थिङ्क आउँछ होला, घर बसुन्जेल होइन। सो जति दिनसम्म हामी झापामा छौँ एकदमै रमाइलो भइरहेछ। सो यति नै हो।